थाहा छ तिमीलाई म अरू नै दुनियाँमा हुन्छु जब म तिमीसँग कुरा गरिरहेको हुन्छ। म केही पनि देख्दिन त्यस बेला केवल तिमी बाहेक। हुन त म त्यसै अबुझ छु तर तिमीलाई म राम्रोसँग बुझ्छु। कहिले साँच्चै खुसी छौ, कहिले उदास छौ, कहिले मस्तीमा हुन्छौ, कहिले रिसाउँछौ, सबै कुरा मेरो आँखा तिमीलाई नै खोजिरहन्छ या यसो भनौ तिमीलाई नै हेर्न चाहन्छ। अब यो नसोच्नु कि तिमीमा के राम्रो लाग्छ मलाई। तिमी आफैमा कमाल छौ, राम्रोलाई पनि राम्रो हुनमा तिमी नै चाहिन्छ। कुनै विशेष तरिका हुन्छ र दिलको कुरा बताउनको लागि? यदि हो भने त त्यो तरिका मैले नै सिक्नु पर्ने भएको छ। के भन्नु थियो तिमीलाई जवाफ दिन्छौ? म माया गर्छु तिमीलाई, मलाई नै माया दिन्छौ। मलाई थाहा छैन मेरो तिमीसँग कुनै दिन भेट भएको थियो। बेझिझक बेपरवाह भएर सबै कुराहरू नि भएका थिए। बस त्यही बीचमा माया बस्यो। तिम्रो कुराहरू मन पर्यो, अरू सबै त पछिका कुरा हुन्। अब बस्यो माया, अब के चाहिँ गर्न सकिन्छ र? तिमी आदत बनिसक्यौ, अब बदल्न कहाँ सकिन्छ र? मेरो निन्द्राको सट्टामा सपना पाउँछु। म माया गर्छु तिमीलाई, बदलामा के तिम्रो माया पाउँछु? मेरो मुस्कानको कारण तिम्रो मुस्कान हो। अब यति गहिरो माया अरू कहाँ भेटिन्छ यो दुनियाँमा? मेरो कारणले तिमीलाई पीडा होस् यो त म कहिले चाहदिन। कहिलेमा आफै समस्याको कारण बने भने भन्नु, छोडेर जान्छु टाढा। सुन्दर होला यो दुनियाँ, तिमी सुन्दरी छौ, प्यारी छौ। अब त छोड न ऐना हेर्नलाई, किन जलाउँछौ यसलाई बार बार? तिमी केवल प्रेमको लागि बनेकी छैनौ, तिमी स्वयं प्रेम हो। म माया गर्छु तिमीलाई, बदलामा माया दिन्छु मलाई।